आज हामी नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अर्लट सेयर कसरी बिक्री वितरण गर्न सकिन्छ अथवा खरिद गर्न सकिन्छ भन्ने कुरा यस भिडियो मार्फत जानकारी दिँदैछौँ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा 10 किताभन्दा सानो किताको सेयरलाई अर्लट भनिन्छ र यो नर्मल सेयर जसरी बिक्री वितरण गर्न सकिँदैन। त्यसैले यसको लागि हामी के कसरी सजिलोसँग बिक्री अथवा खरिद गर्न सक्छौँ भन्ने कुरा यस भिडियो मार्फत जानकारी दिँदैछौँ। सर्वप्रथम अर्लट खरिद बिक्रीको लागि नेपाल स्टक एक्सचेन्जको वेबसाइट नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा गएर हामीले त्यो ओपन गर्छौँ nepalstock.com.np र त्यसको माथि बारमा होलिडे लिस्टिङ, टुडेज प्राइस, मार्केट डेप्थ, फ्लोर सिट, डाउनलोड, कन्ट्याक्ट अस यिनीहरू देख्न सकिन्छ। यसको लागि हामीले मार्केट डेप्थमा क्लिक गर्छौँ र मार्केट डेप्थमा क्लिक गरिसकेपछि हामीलाई कुन सेयर खरिद अथवा बिक्री गर्न चाहेको हो त्यस कम्पनीको सर्ट फर्म अथवा कम्पनीको पुरै नाम लेखेर सर्च गर्नुपर्ने हुन्छ। त्यसको लागि आज म चाहिँ HRL हिमालयन रिइन्स्योरेन्स लिमिटेड HRL को सेयर म बिक्री गर्न जाँदैछु, किनकि यो चाहिँ मेरो अर्लट छ। त्यसको सर्ट फर्म HRL क्लिक गरिसकेपछि यसको थोरै तलमा अर्लट बायर र सेलर दुईवटाको छुट्टा छुट्टै कलममा हामीले देख्न सक्छौँ। यो अर्लट बिक्री अथवा खरिदको लागि यहाँ तोकिएको ठ्याक्कै क्वान्टिटी र प्राइसको चाहिँ म्याचिङ हुनुपर्छ। जस्तो यहाँ 8 किता किन्न खोजेको छ, यसमा 1 किता बेच्न खोजेको छ। जस्तो यसमा 4 किता बेच्न खोजेको छ, यसमा चाहिँ ठ्याक्कै म्याचिङ अथवा क्वान्टिटी पनि सेम भएपछि मात्रै खरिद बिक्री हुन्छ। त्यसैले हामीले जति किता खरिद गर्न अथवा बिक्री गर्न चाहेको त्यसको क्वान्टिटी र प्राइस सेम भएपछि मात्रै खरिद बिक्री हुन्छ। त्यसैले यदि आज मैले HRL भन्ने कम्पनीको 8 किता, यो चाहिँ मेरो बोनसबाट प्राप्त भएको थियो, यो 8 किता सेयर बिक्री गर्न जाँदैछु। त्यसको लागि अब यहाँ ठ्याक्कै म्याचिङ गर्नु पर्यो। यहाँनिर बाई गर्न खोजेको 8 किता खोजेको मान्छेले 835मा खोजेको छ भने मैले पनि ठ्याक्कै 8 किता नै 835मै बेच्नुपर्ने हुन्छ। त्यसैले नेपाल स्टक एक्सचेन्जले एउटा छुट्टै पछिल्लो व्यवस्था गरेको छ सहजताको लागि। योबाट हामीले जुन कम्पनी चाहेको हो त्यसमा अर्लट बिक्री अथवा खरिदको लागि के क्वान्टिटी डिमान्ड छ भन्ने कुरा यहाँबाट हेर्न सक्छौँ। यहाँबाट हेरिसकेपछि TMS एकाउन्टमा गएर हामीले अर्डर म्यानेजमेन्टमा बाई सेल छ, यसमा गएर हाम्रो अर्लट हो भने अर्लटमा क्लिक गरेर म चाहिँ सेल गर्न जाँदैछु, सेल गर्छु। मेरो कम्पनीको नाम हो HRL। मैले कति किता बिक्री गर्नुपर्छ ठ्याक्कै यहाँनिर म्याच खुवाउनको लागि मेरो 8 किता छ भने 8 किता यसको रेट कति छ 837 भने यहाँ प्राइस पनि 837 क्लिक गरेर यसमा सेल गरे भने मेरो ठ्याक्कै बिक्री हुन्छ। त्यस्तै यदि हामीले बाई गर्न चाहन्छौँ भने बाई गरेर यहाँ कतिमा बेच्न खोजेको छ त्यो चाहिँ, जस्तो 1 किता 834मा किन्न चाह्यो भने त्यसमा क्वान्टिटीको ठाउँमा 1 र प्राइसको ठाउँमा 834 राख्यौँ भने हाम्रो
बाई हुन्छ। यदि तपाईँलाई यस भिडियोसम्म हेर्दा केही कन्फ्युजन भयो भने चाहिँ मलाई कमेन्ट बक्स मार्फत क्वेसन सोध्न चाहनुहुन्छ। आजको लागि यति नै।